everyone. If this is the first time I'm popping on your screen, please go and watch my another video about Nati. जसमा चाहिँ मैले नाटी भनेको के हो, त्यसमा टपिकहरु कति कभर हुन्छ, भोक्याबुलरीहरु कसरी प्रोड्युस गर्ने, कन्टेन्ट डायलग्सहरु कसरी प्रोड्युस गर्ने अनि कसरी प्र्याक्टिस गर्ने भनेर डिटेलमा एक्सप्लेन गरेको छु। यो भिडियोमा चाहिँ we are going to talk about नाटीको टेस्ट दिँदै गर्दाखेरि या नाटी प्र्याक्टिस गर्दै गर्दाखेरि नोट टेकिङ कसरी गर्ने। अब प्र्याक्टिस गरौँ है त। एउटा कपी लिनुहोस् in a good working condition को पेन हैन, मसँगै नै नोट टेकिङ गर्नु है त। This dialogue takes place over the phone between a mother and a Centrelink social worker, Melinda. Melinda wants to discuss the son's application for youth allowance. The son has told Melinda that he cannot live with his mum and is applying for the living away from home allowance because of conflict in the home. The dialogue begins now. डायलग सुरु हुनुभन्दा अगाडि यसरी बीचमा लाइन काटेर दुईटा सेक्सन बनाउने, किनभने दुईवटा स्पिकर हुन्छ। यति इन्ट्रोडक्सन भन्दै गर्दाखेरि आफूले जतिवटा सकिन्छ वर्डहरु लेख्ने। भिडियो सुरु गर्दाखेरि हामीले बुझिसक्यो कि इट्स अ सोशल सर्भिस टपिकको डायलग। युथ अलाउन्स भनेको छ, मदर भनेको छ, लिभिङ अवे भनेको छ। त्यही भएर युथ अलाउन्स लेख्नको लागि यु क्यान राइट y.a अथवा तपाईलाई अझै अलिकति सिम्प्लिफाई गर्नु मन छ भने युथलाई YTH, अलाउन्सलाई ALLW समथिङ हैन, एकदमै सानो किवर्डमा तर तपाईको ब्रेनले चाहिँ त्यसलाई डिक्रिप्ट गर्न सक्नु पर्यो। अब मेन डायलग सुनौँ है त। Hello, my name is Melinda. I'm a social worker at Centrelink. Do you have a minute to talk about your son? हाईलाई HI अथवा H लेख्ने। मेलिन्डा हामीले अघि नै राइट डाउन गरिसकेको थियौं, त्यही भएर इट्स बेस्ट यु राइट द पर्सन्स नेम एट द टप हैन, दुईटै स्पिकरको नेम लेख्ने, किनभने यो रिपिट हुने चान्सेस हाई हुन्छ। मेलिन्डा हैन, सोशल वर्कर। सोशल वर्कर पुरै लेख्दाखेरि चाहिँ धेरै टाइम कन्ज्युम हुन्छ, त्यही भएर s.work लेखे मैले। सेन्ट्रलिङ्कको लागि मैले CNTRLNK लेखे हैन, दैट मिन्स सेन्ट्रलिङ्क। पुरै वर्ड लेख्न थाल्यो भने चाहिँ टाइम वेस्ट हुन्छ अनि यु आर गोना मिस द नेक्स्ट वर्ड्स, द नेक्स्ट सेन्टेन्स। नेक्स्ट सेन्टेन्स रहेको छ डु यु हैव अ मोमेन्ट टु टक अबाउट योर सन। त्यसमा चाहिँ मैले टक सन र क्वेसन मार्क मात्र लेखेको छु। कुनै पनि सेन्टेन्स चाहिँ क्वेसन छ भने चाहिँ मेक स्योर यु पुट द क्वेसन मार्क। अनि तपाईको चाहिँ स्टेटमेन्टको डेलिभरी कसरी गर्नुहुन्छ, क्वेसन छ भने कसरी गर्नुहुन्छ पनि मार्किङ डिपेन्ड गर्छ। त्यही भएर क्वेसन मार्क चाहिँ नछुटाउने एट द एन्ड। अब यसको नेपाली ट्रान्सलेसन गरौँ है त। नमस्ते, मेरो नाम मेलिन्डा हो। म सेन्ट्रलिङ्कमा कार्यरत सामाजिक कार्यकर्ता हुँ। के तपाईसँग आफ्नो छोराको बारेमा कुरा गर्नको लागि 1 मिनेट छ होला? भयो है त। यसको ट्रान्सलेसन चाहिँ तपाईले के लेख्नु भएको थियो त्यो कमेन्टमा भन्नु है त। म बजार जान लागेकै थिएँ तर कुर्न सक्छु। मेरो छोरोलाई केही भयो र? यो जुन टाइम बज्यो नि टिङ गरेर त्यसपछि मात्रै बोल्नु पर्ने हो, त्यही भएर त्यति बेलासम्म चाहिँ तपाईको नोट लेखिराख्न चाहिँ पाउँछ ल। म बजार जान लागेकै थिएँ, एकछिन कुर्न सक्छु किन मेरो छोरालाई केही भयो र? समथिङ लाइक दिस आयो हैन आमाबाट। अनि यसको नोट टेकिङमा चाहिँ मैले लेखेँ आई शप वेट सन एनीथिङ क्वेसन मार्क। आई वाज जस्ट अबाउट टु गो टु द सुपरमार्केट बट आई क्यान वेट ओर बट इट क्यान वेट। Had something happened to my son? अथवा it's something wrong with my son? You don't have to convey the literal meaning. Let's do next one. Everything is fine. Your son has applied for youth allowance and I need to speak to you about his circumstances. He said that you had an argument and you told him to leave the house. यो चाहिँ अलिकति लेन्दी र कम्प्लिकेटेड थियो। यसमा चाहिँ धेरैवटा चाहिँ इम्पोर्टेन्ट किवर्ड्सहरु छ। युथ अलाउन्स, आर्गुमेन्ट, सर्कमस्टान्सेस, लिभ द हाउस हैन, यस्तो धेरै इम्पोर्टेन्ट थियो। यो किवर्ड्सहरु चाहिँ तपाईले मिस गर्नुभयो भने तपाईको मार्क चाहिँ राम्रैसँग काटिन्छ, किनभने इच अफ दिस वर्ड्स क्यारी सम मिनिङ नि त हैन। त्यही भएर यो वर्डहरुलाई चाहिँ अमिट गर्न मिल्दैन। त्यही भएर यस्तो खालको सेन्टेन्सको लागि नै हामीले रिपिट या करेक्सन लिनु एकदमै बेनिफिशियल हुन्छ। यसमा धेरै वर्ड थिए, पक्कै पनि 35 to 40 को बीचमा हुनुपर्छ यसको वर्डहरु। नाटीको एक्जाममा पनि तपाईलाई गाह्रो भनेको सेन्टेन्सको लेन्थ चाहिँ यति नै हुने गर्दछ हैन। सो पक्कै पनि यो डायलगको यो चाहिँ अलिकति गाह्रो वाला सेगमेन्ट होला। मैले
एभ्रिथिङ फाइनको लागि ETHFINE फाइन लेखेको छु. सनै लेखेको छु. Y.A लेखेको छ युथ अलावेन्स अनि उसले एप्लाई गरेको छ नि त युथ अलावेन्सको लागि, त्यही भएर Y.A अनि त्यसको साइडमा APPLY एप्लाई लेख्न भ्याएँ मैले होइन. टक टु यु अबाउट द सर्कमस्टान्सेस भनेर भनेको थियो, त्यही भएर टक मात्रै लेखेँ. सर्कमस्टान्सेसको लागि सर्कम मात्र लेखेँ, CIRCM सर्कम मात्र लेखेँ, अरू लेख्न भ्याएन मैले. आर्ग्युमेन्ट लेखेँ किनभने यो इम्पोर्टेन्ट किवर्ड थियो. लिभ हाउस मात्र लेखेँ, तर मलाई याद छ कि आमाले छोरालाई चाहिँ घर छोड्न भन्यो भनेर मेन्सन गरिएको थियो. तर लेख्दै गर्दाखेरि तपाईँको टाइमले भ्यायो, तपाईँ छिटो लेख्न सक्ने हुनुहुन्छ भने चाहिँ लिभ हाउस ड्यासमा चाहिँ मम अथवा मम से लेखेको चाहिँ एकदमै राम्रो. यो चाहिँ मेरो नोट्स हो, यसलाई ट्रान्सलेट गरौँ है त. सबै ठिकै छ. तपाईँको छोराले युवा भत्ताको लागि आवेदन दिएका छन् र म उसको परिस्थितिको बारेमा तपाईँसँग छलफल गर्न चाहन्छु. उनले भनेका थिए कि तपाईँहरू बीच बहस अथवा झगडा उनले भनेको थिए कि तपाईँहरू बीच बहस भएको थियो अनि तपाईँले उसलाई घर छोड्न भन्नुभयो. नेक्स्ट सेन्टेन्स. हो, हामी बीच बहस भएको थियो र मैले उसलाई मेरो घरमा बसुन्जेल अनुशासनमा बस्न र उनका केही साथीहरूसँग भेटघाट नगर्न भनेकी थिए. तिनीहरू लागु पदार्थमा लागेका छन् भन्ने मैले सुनेकी छु. यसमा भनेको थियो हो लाई मैले यसको लागि वाइ मात्रै लेखेँ. हो, हामीहरू बीच झगडा अथवा बहस भएको थियो. आर्ग्युमेन्टको लागि ARG मात्रै लेखेँ मैले. ऊ मेरो घरमा बसुन्जेलसम्म अनुशासनमा बस्न भनेकी हुँ. टोल्ड बिहेभ लेखेँ र अनि फ्रेन्ड्स नो मिट लेखेँ कि मैले. केही साथीहरूलाई चाहिँ नभेट्न भनेर भन्ने कुरा गरेको छ. तिनीहरू लागु पदार्थ सेवनमा लागेको छन् भन्ने कुरा मैले सुनेकी छु अथवा समथिङ लाइक दिस भनेको थियो हैन. Yes, we had an argument. I told him to behave until he lives under my roof and not to meet some of his friends. I have heard that they are involved with the drugs. एउटा सेगमेन्ट सकिसकेपछि मैले चाहिँ यसरी लाइन क्रस गर्छु सो द्याट कि म यो र योमा मिक्स नहुँ. अर्को सेन्टेन्स गरौँ है त. Your son told me a slightly different story. He said that he wasn't allowed to return home, so I was considering granting him youth allowance at the living away from home rate. यो पनि त्यति सजिलो सेन्टेन्स नै छैन. यसको नोट टेकिङ मैले के लेखेको छु भन्दाखेरि वेल, सन, टोल्ड, DIFF डिफरेन्ट, स्टोरी. यो वर्डहरू चाहिँ कनेक्टेड छ भने देखाउनको लागि मैले एरो युज गरेँ. नट अलाउड, रिटर्न होम अनि युथ अलावेन्स उसले भनेको थियो कि, त्यही भएर मैले त युथ अलावेन्स दिने भनेर सोचेको थिएँ लिभिङ अवेको रेटमा. खैर, तपाईँको छोराले त मलाई भिन्नै कथा भन्नुभएको थियो अथवा भनेका थिए. उनले भनेका थिए कि उनी त घरमा जानै मिल्दैन, उनलाई घरमा जान अनुमति छैन. त्यसैले मैले उसलाई घरबाट टाढा रहेको दरमा युवा भत्ता दिने पो सोचिरहेको थिएँ. नेक्स्ट सेगमेन्ट. उनी अनुशासित रूपमा रहेनन् भने मात्र. म एक्लै छु र अरू 2टा बच्चाहरूको रेखदेख पनि मैले गर्नुपर्छ. जीवन अहिले कठिन रहेको छ, तर मेरो ढोका सदा खुल्ला रहेको छ. म उनी सुरक्षित हुन् भन्ने चाहन्छु. Only if he doesn't behave. I am alone and have 2 other children to look after. The life is tough right now, but my door is always open. I just want him to be safe. होइन? Sounds like it's been hard for you bringing up 3 children on your own. Would you like to come into the office to discuss a few options on how we could help you? Discuss, help, sounds यहाँ टफ थियो मैले छुटाएँ. 3 child on. यो सुन्न लाग्छ कि तपाईँलाई एक्लै 3वटा बच्चा बच्चीहरू हुर्काउनको लागि धेरै नै गाह्रो भएको होला. हामीले तपाईँलाई के कसरी सहयोग गर्न सक्छौँ भन्ने कुराको छलफल गर्नको लागि तपाईँ हाम्रो कार्यालयमा आउन चाहनुहुन्छ?
कार्यालय जाने समय मसँग छैन। प्रत्येक दिन केही घण्टा म काम गर्छु र त्यसपछि बच्चाहरूलाई लिन म उनीहरूको विद्यालय पुग्नुपर्छ। अफिस टाइम अनि मैले एक्स टाइपको लेखेँ कि होइन, टाइम छैन। एभ्री डे चाहिँ काम जानुपर्छलाई E.डे एभ्री डे / वर्क भनेको काम जानुपर्छ। अनि मैले चाहिँ यो स्कुल तल लेखेँ किनभने यो अफिस र टाइम एउटै सेन्टेन्समा बिलोङ गर्छ, एभ्री डे र वर्क एउटा सेन्टेन्समा बिलोङ गर्छ, अनि स्कुल चाहिँ अर्को सेन्टेन्स हो कि। त्यही भएर यसरी लेख्दाखेरि चाहिँ एउटै सेन्टेन्समा युज हुनेलाई एउटै लाइनमा अथवा यस्तो एरो एरो दिएर लेख्ने, अनि सेकेन्ड सेन्टेन्सलाई चाहिँ तल झार्ने कि 1 लाइन तल झार्ने गर्यो भने चाहिँ तपाईँको बानी बस्छ यस्तै गरी लेख्ने। अनि यो भनेको एउटा सेन्टेन्स रहेछ, यो अर्को सेन्टेन्स रहेछ, यो अर्को सेन्टेन्स रहेछ वाला बानी डेभलप हुँदै जान्छ। I do not have the time to visit the office every day. I have to go to work for some hours and have to visit my children's school to pick them up. Next section जाऊँ है त। How about over the phone? I can refer you to some services like mediation, parent support groups, and community organisations. यो पनि अलिकति गाह्रो नै सेन्टेन्स छ। How about over the phone? I can refer you to some services like mediation, parent support, कम्युनिटी अर्गनाइजेसन भनेर भनेको छ। योहरू चाहिँ यिनीहरूको किवर्ड हो। त्यही भएर मैले चाहिँ हाउ अबाउट ओभर द फोन लाई एच लेखेँ, फोन लेखेँ। मैले भ्याएन, खासमा चाहिँ क्वेसन मार्क लेख्न भ्याएन। एक्जाममा पनि यस्तै खालको मोमेन्टहरू हुनसक्छ। तब त्यही भएर तपाईँले प्र्याक्टिस नै धेरै गर्नु पर्यो कि होइन, अनि तपाईँको ब्रेन अटोमेटिकली ट्रेन हुनु पर्यो। जस्ट लाइक अब मलाई यो सेन्टेन्सहरू सबै याद छ नि त, मैले उतिकै ट्रान्सलेट पनि गर्न सक्छु। त्यही भएर धेरै नै प्र्याक्टिस गर्नु पर्यो। ट्रान्सलेसन गरौँ है त। फोनमै कुरा गर्दा कस्तो होला? म तपाईँलाई केही सेवाहरूमा सिफारिस गर्न सक्छु, जस्तै मध्यस्थ सेवा, अभिभावक सहायता समूह र सामुदायिक संस्थाहरू। फोनमै कुरा गर्दा कस्तो होला? म तपाईँलाई केही सेवाहरू सिफारिस गर्न सक्छु, जस्तै कि मध्यस्थ सेवा, अभिभावक सहायता समूह र सामुदायिक संस्थाहरू। भयो होइन? नेक्स्ट जाउँ है त। हुन्छ, पर्सि बच्चाहरूलाई उनीहरूको विद्यालयबाट ल्याएपछि कुराकानी गर्न समय मिलाउन सकिन्छ। ओके, पर्सिलाई चाहिँ द डे आफ्टर टुमोरो भयो कि होइन, मलाई यहाँ छिटै लेख्न सकेन मैले, त्यही भएर मैले नेक्स्ट मात्रै लेखेँ। पर्सि बच्चा बच्चीहरूलाई स्कुलबाट ल्याइसकेपछि एकैछिन समय मिलाउन सकिन्छ। यसलाई ट्रान्सलेट गर्दाखेरि ओके, वी क्यान अरेन्ज अ टाइम टु टक अन द डे आफ्टर टुमोरो आफ्टर आई पिक अप माई चिल्ड्रेन फ्रम द स्कुल, यसरी भन्ने। अर्को गरौँ है त। How does 3:30 sound? दिउँसोको 3:30 बजे तपाईँलाई कस्तो लाग्छ? 3:30 बजे मिल्छ। त्यसो भएमा मलाई बच्चाहरूलाई खाजा बनाउने समय पनि हुन्छ। उनीहरू घर फर्कँदा सधैँ भोको हुन्छन्। "3:30 sounds good. Then I will have some time to prepare food for my kids. They are always hungry when they return back from the school." End of dialogue. Dialogue सक्यो। यस्तै खालको टेक्निकहरू युज गरेर नोट टेकिङ गर्न सकिन्छ। नोट टेकिङ चाहिँ इन माई एक्सपिरियन्स तपाईँले जति धेरै प्र्याक्टिस गर्नुभयो उति नै तपाईँको स्मुथ हुँदै जान्छ अनि फास्ट हुँदै जान्छ। प्र्याक्टिस अनुसार नै तपाईँलाई कुन चाहिँ किवर्ड इम्पोर्टेन्ट रहेछ यो लेख्नुपर्छ, कुन चाहिँ किवर्ड चाहिँ इम्पोर्टेन्ट छैन यसलाई चाहिँ ओमिट गर्दा हुन्छ भन्ने कुरा पनि आफै नै डेभलप हुँदै जान्छ। त्यही भएर जति सक्दो चाहिँ नोट टेकिङमा इन्भेस्ट गर्नुहोस् आफ्नो टाइम। हरेक मान्छेको आफ्नो एउटा वे हुन्छ, तपाईँले नोट टेकिङ गर्दै जानुहोस् अनि तपाईँलाई चाहिँ कुन वर्ड कसरी लेख्नुहुन्छ त्यो सबै आफै
आफै बानी पर्दै जान्छ। जति नै धेरै नोट टेकिङको प्र्याक्टिस गर्दै जानुहोस् तपाईँमा कन्फिडेन्स पनि बिल्डअप हुन्छ अनि यो चाहिँ एकदमै क्रुसियल पोइन्ट हो नाटीको एक्जामलाई पास गर्ने। त्यही भएर धेरै नै प्र्याक्टिस गर्नु होला नोट टेकिङको पार्ट चाहिँ। आई विश यु लक। सो द्याट्स अ र्याप। बाई बाई।